नेपालबाट विदेश आउन खोज्नेहरूलाई मैले चाहिँ उस्काएँ भन्ने खालको मलाई एउटा सानो आरोप छ हैन। अब यो विषयमा चाहिँ अब मैले उस्काउने भन्दा पनि नेपालको अवस्थै त्यस्तै छ अहिले हैन। तपाईले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मान्छेहरूको भिड हैन, दिनमै 5-7 हजार मान्छे नेपालबाट बाहिरिराख्नु भएको छ हैन, अझ विशेष गरी युवाहरू। त्यो भएर मैले यहाँ युकेमा यस्तो छ यस्तो उस्तो छ भनेर युकेको केही सामान्य जानकारीहरू दिइराख्दाखेरि चाहिँ अब त्यो चाहिँ नेपालबाट आउनुस् भनेर इन्करेज गर्न खोज्या मात्रै होइन हैन। तर अब आउने मन छ भने चाहिँ विदेश आउँदा भइहाल्यो नि हैन, जहाँ भए पनि, चाहे युके होला चाहे अरू कुनै देश होला हैन। विदेश चाहिँ अब जहाँ गए नि दुःख गर्नु परिहाल्छ आखिर हैन। दुःख युकेमा मात्रै होइन, जुन कुनै देशमा पनि दुःख छ है। त्यही भएर विदेश चाहिँ आउने मन भयो भने ढिला किन गर्ने भन्ने कुरा हो मेरो चाहिँ है। विदेश आखिर आउने नै छ भने ढिला चाहिँ किन हैन। शुभ कार्यमा ढिला गर्नु हुँदैन हैन, आइहाल्ने हो आँटिहाल्ने हो भन्ने कुरा चाहिँ मेरो पोइन्ट अफ भ्यू हो हैन। तर भिडियो बनाउनु चाहिँ मेरो इन्ट्रेस्टको कुरा हो है। मलाई इच्छा लाग्छ, म भिडियो बनाउँछु है। मलाई त्यहाँनिर कसैले केही यस्तो उस्तो भन्नुपर्ने जरुरी नै छैन हैन। मलाई थाहा छ मैले के गर्नुपर्छ भन्ने कुरा हैन। र भिडियोमा के बोल्नुपर्छ भन्ने कुरा पनि अलिकति मसँग नैतिकता भन्ने कुरा छ। नैतिकता मानवता जे भन्नुहुन्छ हैन, त्यो कुरा छ मसँग। त्यही भएर यस्तो त्यस्तो मतलब विदेश आउनेलाई उस्काउने नउस्काउने भन्ने कुरा चाहिँ त्यो कुरामा मलाई के बोल्नुपर्छ भन्ने कुरामा चाहिँ मलाई कसैले सिकाइराख्नु चाहिँ पर्दैन हैन। सल्लाह दिनुस्, म त्यो सल्लाहलाई सिरोपर गर्छु हैन। तर डिसिजन लिने कुरा त आफै हो नि त हैन। त्यही भएर जस हाम्रो देशको स्थिति नै त्यस्तो छ कि हैन, पछिल्लो समयमा अलिकति अनसेक्योर फिल गरिन्छ हैन। आफ्नै देशमा पनि के होला कस्तो होला भन्ने टाइपको हैन। सोशल सेक्युरिटी अलिकति त्यस्तै डामाडोल अवस्थामै छ। अनि अलिकति सबै कुराहरू राजनीति अब अहिलेको पछिल्लो समयमा नेपालमा यदि म कुनै पनि पार्टीमा आबद्ध छैन भने म मरे भने पनि मेरो लास जलाउने मान्छे नभेट्न सक्छ क्या। किनकि ओहो यो कुनै पार्टीको होइन, अब जे पनि त्यही त छ नि। काङ्ग्रेस, एमाले, माओवादी भनेको छ, यो पार्टी भनेको छ, त्यो पार्टी भनेको छ, सबै कुरा पार्टीगतमै त छ नि हैन। पार्टीको झन्डा बोक्या छ, त्यसरी त अनि कहाँबाट हुन्छ त देश विकास? त्यसरी कहाँबाट युवाहरूलाई रोक्न सकिन्छ त हैन। युवाहरू विदेश आउने क्रम चाहिँ त्यसरी रोकिँदैन है। सबै कुरा पार्टी मात्रै गरेर चाहिँ अब देशमा त्यसै चलिरहेछ, के गर्ने त हैन। अब तपाईहरूले यो विषयमा चाहिँ तपाईँहरूको धारणा के छ हैन, आफ्नो पोइन्ट अफ भ्यू पनि राख्नु होला है। यो मेरो चाहिँ युट्युब ब्लग जस्तो भयो। टिकटकमा पनि तपाईँले यसलाई हेर्न सक्नुहुन्छ हैन। सब्सक्राइब गर्नु होला, जोडिनु होला हैन। युकेका विभिन्न सिटीहरूमा हुनुहुन्छ होला, जोडिनु होला। अनि पछिसम्म पनि जोस् निरन्तरता दिने म कोसिस गर्नेछु। थ्याङ्क यू। लाइक कमेन्ट सब्सक्राइबको चाहिँ कमी हुँदैन, थाहा छ। थ्याङ्क यू।